पर छ यार पर्यटक क्षेत्रमा जाने बाटो गाइस। ल अमर हुने अमर जडीबुडी यो हनुमानले यही डाँडाबाट उठाएर लगेको थियो है दाइ? हो 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 त्यो को मर्दा रे? राम कि लक्ष्मण? ए उठा रहेछ ऊ। ए उल्टो लोकेसनमा आइपुगेछ यार। Look at this. ए बिस्तारै जा लड्लास। जीवन भाइ अनि कस्तो अनुभव भइरहेछ, कस्तो महसुस भइरहेछ तिमीलाई? त्यही भएर हेलमेट लाएर हिँड्ने हो। ल दाइ तपाईँलाई अनि कस्तो लागिरहेछ त? मलाई त झप्प निन्द्रा लागिरहेछ। हुन्छ हुन्छ। सो गाइस आज हामी जाँदैछौँ खाडी चोरबाट चाहिँ हामी खरीढुङ्गामा जाँदैछौँ। खरीढुङ्गाको फिल्म सिटीमा आज हामी जाँदैछौँ। यो चाहिँ हाम्रो दसैँको टिकाको भोलिपल्ट है। सो हामी जाँदैछौँ है। पानी पर्न लागिरहेछ। फायर केही छैन, रमाइलो भइरहेछ। पछाडि हाम्रो सो अब हामी यहाँनिर यो काइलिङ कुइलिङ बाटोमा हामी जाँदैछौँ। हाम्रो प्रकाश भाइ किरण भाइ पछाडि आउँदैछ, देख्न सक्नुहुन्छ तपाईँहरूले। भयङ्कर रफ्तारमा हामी जाँदैछौँ। एकदम डरलाग्दो टर्निङहरू छ यहाँ। अलिकति जोस डरमर्दो नै छ भनौँ न। ए किरणले देखायो। बाटो चाहिँ अलिकति एकदम बवाल नै छ क्या। ओ केटो झन्डैले यार यस्तो गर्छ। ओके गाइज हामी टर्निङहरू लगभग सकिएछ। 8-10 वटा टर्निङ छ यो खरीढुङ्गा जाने बाटोमा। यो मुडे भन्दा मुनि यहाँ हाम्रो खाडीचोर माथिको चाहिँ टर्निङ लगभग सकिएको छ। अनि एकदम अब दसैँको बेलाको कारणले गर्दाखेरि गाडीहरू पनि एकदम होइन आइछ क्या बाटोमा। ठाउँमा त जामै भइरहेको छ। सो हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब हामी यहाँनिर एकछिन बस्नेछौँ, ट्याक्क फोटो सुट लिनेछौँ। किरण भाइ यस्तो आमामा के हो यस्तो हेलमेट पनि खतरा छ त। एउटा हाम्रो प्रकाश भाइ र हाम्रो मदन भाइ चाहिँ आउँदैछ पछाडि। सो हामी यहाँनिर ठ्याक्कै माथि आएर एउटा दामी एउटा यहाँ भ्यू हेर्ने ठाउँ, भ्यू पोइन्ट रहेछ यहाँ। अनि यहाँ ड्याम सबै इच एन्ड एभ्री प्लेस हामीले यहाँबाट हेर्न सकिन्छ। लाम्साको यहाँबाट खाडीचोर बजार, यहाँ तल प्राधिकरणको यहाँ ड्याम, सब एभ्री ठाउँ चाहिँ यहाँ देख्न सकिन्छ, हेर्न सक्नुहुन्छ गाइज। सो हामी अहिले 14 किलो भन्ने ठाउँमा आइपुग्यौँ। अनि यहाँनिर अलिअलि पेट्रोल पनि भरियो जीवनको बाइकमा। पुरै दसैँको माहौल चलिरहेछ। यता पिङ सर बच्चाहरू पिङ खेलिरहेछ। हाम्रो प्रकाश भाइ र हाम्रो मदन भाइ चाहिँ पछि आउँदैछ। सो हामी एकछिन वेट गर्नेछौँ। सो अल राइट गाइज, सो अल राइट हामी अहिले जेठल भन्ने ठाउँमा आइपुग्यौँ। सो यहाँ मासतिरको मौसम तपाईँले हेर्न सक्नुहुनेछ। यहाँनिर एकदम शीतल मौसम छ, हुस्सोहरू लागिरहेको छ, जाडो भइरहेछ। अहिले हामी लेकतिर गइरहेछौँ, एकदम जाडो महसुस भइरहेछ। सो हामीले भर्खरै हाम्रो भाइहरूलाई कल गऱ्यौँ, मदन भाइ र प्रकाश भाइलाई। उनीहरू मुडे पुगिसक्यौँ भन्ने सुनेपछि हामी यहाँबाट हामी फेरि मासतिर लाग्यौँ, सिलढुङ्गा बजारबाट। देख्न सक्नुहुन्छ यहाँनिर बजारको अवस्था। अनि यो जति माथि गयो त्यति शीतल होइन, यो बादलहरू हुस्सोहरू हिँडेको यो दृश्य हामीले हेर्दै
हामी रम्दै गइरहेका छौँ तपाईँहरू पनि हाम्रो भिडियो सँगसँगै रमिदिनु होला यसरी आउँछन् मर्छ बाबु मर्छ यहाँ बाटो ठाउँमा चाहिँ अलिकति पिचहरू उकिया रहेछ डाङ्रा भनेर उभिरहेको छ गाइज मौसम जाडो मौसम जाडो मौसम जाडो भइरहेछ जाडो सो गाइज बहुत जाडो भइरहेछ आम्मा यो ठाउँ कपाल भाइब्स दिने ठाउँ त यहाँ पो रहेछ त यहाँ हो स्याट हेर्नुहोस् एकैछिनमा हुस्सो लाग्छ एकैछिनमा यो ठाउँ खुल्ला हुन्छ हामी चाहिँ हेरेको अब हामी लगभग एकछिनमा मुडेमा पुग्छौँ हामी मुडे बजार वान अफ द ब्युटिफुल प्लेस हेर्नुहोस् है यहाँ के बन्दै रहेछ अहिले हात जम्न थालिसक्यो कहाँ होला केटाहरू खोइ यहाँनिर तपाईँले छुर्पी किन्न पाउनुहुन्छ यार मुडे बजार खोइ त यार केटाहरू मुडे बजार भनेर कहाँ हो अर्कै बजारमै मुडे बजार भनेको के हो अलि मासतिर ऊ त्यहाँ खुल्ला ठाउँ जाउँ सो भयानक चहलपहल छ मुडे बजारमा पनि हाम्रो केटाहरू खोइ कता छन् त खोइ फोन हान्नु पऱ्यो यार केटाहरू दुईजना रन्क्या छ हामी चाहिँ आउँदै होला भन्ने कुर्नी ठाउँमा कुर्दै आएको दुईजना होइन यार केटाहरूले त्यस्तै गरे त हो के गर्नु म पछाडि बसेर मान्छेलाई तर्साउने बनाउँछ के हो ड्रोनले बाटो भुल्यो कि के हो ड्रोनले बाटो भुल्यो क्या हो आएन के कहाँ थिए कहाँ पुऱ्यायो तिमीले अहिले हामी मुडे बजार भन्दा अलिकति माथि छौँ 200 मिटर माथि होला सायद मुडे बजार भन्दा अनि यहाँ चाहिँ हामी आइपुग्यौँ केटाहरू दुईजना चाहिँ हामी पछि छौँ भनेर कुरेर बस्यो अगाडि रन्किएर छ अनि हुन्छ त कुरै सो हामी अहिले खरीढुङ्गा भन्ने ठाउँमा आइपुग्यौँ यहाँ चाहिँ हामीले चिया खाएका थियौँ अघि मौसम एकछिन खुल्ला भएको कारणले हामीले एकछिन मसँग छ नि एउटा म बिर्सिरहेँ सो हामीले चाहिँ यहाँनिर एकछिन ड्रोन हान्यौँ उडायौँ तपाईँहरूले ड्रोन साथ दिनु होला सो हामीले हालिदिन्छौँ सिनेमेटिक मोडमा एउटा म्युजिकमा रहेको अझ छप्री राइडर 3 जनाको पनि भिडियो सुट हानेका छौँ हेरेर प्रतिक्रिया जनाइदिनु होला कुन चाहिँले राम्रो बाइक कुदाएको छ है त
सो अहिले चाहिँ हामीले यहाँनिर चियासा खायौँ पानी छैन हाम्रोमा खुल्ला थियो अहिले पुरै यस्तो भयो है त यहाँ हामी अब छुर्पी यसो चजो किनेर लगेर टक्क लाएर हामी त्यहाँ माथि बसेर चपाउँदैछौँ यो हल्ला नपरेले नि चपाउँछ होला ल यहाँ पानी छैन दिदी पुरै हुस्सुले है पानी त्यही माथि आउँछ दुईटा बोतल दुईटा दिनु मिनरल वाटरमा त्यही माथि नै आउँछ त्यही कुलो यसो छानेर खाने जुका पाइपै छ त्यहाँ होइन पाइपै छ भने त्यहाँ हो म जाँदाखेरि थियो पहिला यसको नाकाभित्र चिलाखेरि जुक्को चाहिँ जाँदैछौँ फिल्म सिटी भन्ने ठाउँमा चियासिया खाएर छुर्पी गाइस हामी आइपुग्यौँ अघिसम्म यस्तो खुल्ला थियो अहिले छिनमै यहाँनिर खरी ढुङ्गामा रोकौ यहाँ से हेरौ त नबोल रेकर्ड गरेछ भिडियो ल है त हामीले चाहिँ यस्तो दामी ठाउँ हैट डरै लाग्ने है आमा त्यहाँ पारी हेरे भित्ता लड्लास भाइ ढुङ्गो खालास फेरि तलतिर गर तेरो ठुट्नुले आम्मा है यस्तो दामी ठाउँ है फोटो खिच्न भिडियो गर्न छोड सो हामी फिल्म सिटी जाँदै थियौँ र यहाँनिर एकदम दामीको लोकेसन हामीले चाहिँ यहाँनिर देख्यौँ पर डाँडामा चाहिँ त्यहाँ ढुङ्गा पनि रहेछ त्यहाँ गएर हामी टक्क नयाँ भिडियो बनाउने अलिकति रमाइलो गरौँ भन्ने हिसाबले हामी जाँदैछौँ सो यो ठाउँ यो दृश्य यो रमणीय मनोरम वातावरण यो चाहिँ मात्र नेपालमा पाइन्छ एकदम बिल्कुल हैन अनि सो यही ठाउँमा रम्नलाई हामी यति दुःख गरेर है अनि पानीमा रुच्दै चिसोमा अघि त एकछिन घाँटी सुकेर बोल्नै नसक्ने भइरहेका थियौँ त्यो बेलामा पनि तातो पानी खाँदै हामी यो हाइटमा यो ठाउँमा हामी आइपुग्यौँ हामी अहिले छौँ खरीढुङ्गा भन्दा थोरै माथि फिल्म सिटी जाने ठाउँमा फिल्म सिटी भन्ने ठाउँ त्यसलाई चाहिँ यहाँतिरका मान्छेहरूले डाङडुङ्गे डाँडा पनि भन्ने गर्दछ त्यही ठाउँमा हामी जाने क्रममा हामी बाटोमा अलिक राम्रो भ्यू देखेको कारण हामी त्यहाँ चाहिँ भिडियो फोटो सुट गर्न हामी जाँदैछौँ सो जाँदैछौँ हामी यो भेडा च्याङ्ग्रा हिँड्ने बाटोमा बाइक ल्याउने भन्छ केटाहरू अब एउटा केटो अस्ति त्यो सामान ल्याउने ठाउँमा एउटा केटो भाइ म तपाईँलाई साइकलमा जित्छु ओह्रालोमा स्कुटीलाई भन्दै त्यस्तो कुरो भयो त यो त लाइसेन्स बाबु लाइसेन्स लाइटर रहेछ त्यो लागि एकदम बडो ह्यान्डसम चिकना हुने दबाई मैले मिलाइदिएँ भेट्टाइदिएँ ल त खानै पर्छ यो ल पिम्पल सिम्पल सब भन्छ खा छिटो म छु के चिन्ता नगर क्या त नखाऊ यो हाइट चाहिँ बढ्छ यसलाई ल हाइट बढ्छ यार जे पनि यार जो पनि डाक्टर यस्तो नगर यार अहिले मऱ्यो भने दामीको ठाउँ छ क्या यो ठाउँहरू त आहा हेर्दै रमणीय वातावरण भएको ठाउँ यता मर्न राइटपट्टि होला कहाँ हुनु अगाडि हेर्दै हो यहाँ राइटपट्टि मदन यता यहीँबाट भाइ कहाँ हो गाउँ यार खै कहाँ पुग्यो यतै होला दाइ के भन्छ जीवन कसले के गर्छ तँलाई त्यो भाइ बिर्सिन्छ बाटो बिर्सिन्छ सँगै कुरो छिन्दै यहाँबाट छिन्दिन रहेछ बाबु यहाँबाट यहाँबाट चाहिँ छ होइन हो जाउँ है यस्तो रहेछ यार पर्यटक क्षेत्रमा जाने बाटो गाइस हो दाइ हुन चाहिँ हो है वन कुखुरा भेट्यो केटा हो हामी वन कुखुरा खोज्दैछौँ है यहाँ भर्खर यहाँ दुईटा वन कुखुरा देखाएको थियो हो त्यही वन कुखुरा खोज्दै हिँडिरहेछौँ जीवन भाइ त्यो साथीहरु ओ माई गॉड ल अमर हुने अमर जडीबुडी यो हनुमानले यही डाँडाबाट उठाएर लगेको थियो है दाइ हो त्यो को मर्दा रे राम कि लक्ष्मण ए उठ्या रहेछ ऊ ए उल्टो लोकेसनमा आइपुगेछ यार ए जग्गाको त देखो
ल केटा हो तिमीहरू आफ्नो सुरक्षा आफै गर्नु होला ले तलतिर पुग्ला है बिस्तारै भिड हो यहाँ बाटै छैन केटाहरू यार मार्गदर्शकलाई नै तिमीहरू भुलाइदिने अड्डेर हिँड है अड्डेर आइपुग्यौँ हामी भवालको ठाउँमा छ त है ढुङ्गाको ठुटो हो भाइ हो आम्मामा ए बिस्तारै जा लड्लास म नि हेर्छु ओ माय गॉड कस्तो डरा त अनि बप्पालाई गाउँ त बाटो चाहिँ यस्तो बाटो पनि पिच गरेकै हो आमा मान्नै पर्छ खाडै उकालो छ तै पनि बाटो चाहिँ पिच रहेछ है मजाले फिल्मतिर देखाएको रुखहरू यस्तै त हो नि होइन अनि के हो यो आमामामा है हिरोइन उतै त्यस्तै उसमा फेदमा अठेला नाच्ने हिँड्दा भिना हजुर हिरोइनहरू त्यस्तै हो त यस्तैमा त हो आएर नाच्ने हिरो यसरी फनक्क रुखबाट घुमेर आएर हाँसोमा हे भनेर जाने यसलाई एउटा खोजिनु पर्छ त यसो माधव साधन पनि छ है सेकेन्ड ह्यान्डको ल लागौँ हामी ल यस्तो दामी देख्न सक्नुहुनेछ है तिम्रो दम तोड्यो वाट इज दिस गाइस ल बिस्तारै जाउँ हिँड हिँड पर्छ क्या भाइ ल जाउँ यहाँ रुखहरू हेर न ल अब हामी डाङडुङ्गे डाँडामा बवाल ठाउँ यो पुग्न लागिसक्यौँ फिल्म छिट्टै भाइब दिन्छ यहाँ आएपछि एकजना आउनु चाहिँ डराउँछ यहाँ यहाँ चाहिँ एकजना दुईजनासम्म डर लाग्छ क्या फर्किँदाखेरि चारजना जति भएपछि चाहिँ अनि टेन्सन साथ भोलि पर्सि लालीगञ्ज फुलेपछि चाहिँ यहाँ बब्बाल आउने रहेछ है त देख्न सक्नुहुनेछ फाइनल्ली Finally, we are in Dandunge Dara, Film City. ल गाइस आइपुग्यौँ हामी आऊ भाइ ल ए ल अलरेडी आइसकेका रहेछन् है आम्मामा लु है त धेरै हिँड तलतिर यहाँ तल के रहेछ त्यो यतिखेर अहिले मासतिर नआउँदाखेरि आम्मामा सो अहिले चाहिँ हामीले बाइक यहाँ पार्किङ गरेर तिनवटा खाजा साजा बोकेर हामी यहाँ डाँडामा गएर खानेछौँ यस्तो दामी ठाउँ छ है हुस्सुको कारणले सोल राइड गाइज भइहाल्यो ड्रोन उडायो तर केही अब अलि राम्रोसँग देखेन सोल राइड गाइज हामीले असमर्थ भयो तपाईँहरूले यस्तो छ सोल राइड गाइज हेर्नुहोस् तपाईँहरूले पानीबाट बस्ने उपाय हो यो यतापट्टि भाइ लुक कामेर सोल राइड गाइज भनिरहेछ खोल्यो फेरि मौसम खोल्यो आयो ड्रोन उडा भाइ उडा ड्रोन
अलराइट ओहो ल सो अलराइट गाइज यार चाउचाउ पोख्यो है ल हेर गाईमा चाउचाउ नास्ता खानेछौँ यहाँनिर यहाँ देख्नु चौरी गाई ओहो स्पिकर चाहिँ स्कुटीमा छुट्यो खाना पो आलो चाहिँ यता ऊ सुरु हामी चाउचाउ खाँदै थियौँ अनि यहाँनिर चौरी गाई पनि बिस्तारै खानु आयो बिस्तारै क्या अब। खाए पखाए सबै यस्तो अन्त के ल्यायो भन्ने खाने कार्य अब खाना आयो सबै केटाहरू दुईजनाले खाइदिँदैछ यसरी खान मिल्दैन हो त्यसरी सो अलराइट गाइज हामी अहिले छौँ खरीढुङ्गा माथिको फिल्म सिटी अर्थात् डाङडुङ्गे डाँडामा अनि यहाँनिर चाहिँ हामी यो चौरी खर्खमा आएर मसला बढी हामी बसिरहेका छौँ अनि अहिले चाहिँ एकदम हुस्सु लाग्ने होइन कहिलेकाहीँ मौसम अलिकति क्लिन हुने भइरहेछ अनि त्यही बखतमा यहाँ चरिरहेको चौरी गाई केही खान्छु भनेर आइरहेछ अब यहाँ मान्छेलाई खाना चाउचाउ छैन केटोले चाउचाउ खाइरहेछ ठिक छ हामी यसले हान्यो भने त हामीले चौरीको छुर्पी हामी खाँदैछौँ यहाँ छ चौरी चौरीबाट बनेको यो छुर्पी अनि अब यो चौरीको बाउ यो अब हामी खानु पनि हुन्छ गाइस ल म नि धेरै खान सक्दिनँ ल दाइ म पनि धेरै खान सक्दिनँ यार यो आइया अलराइट गाइज पानी पर्यो भने चाहिँ त्यही डस्टबिन मुनितिर ल गाइस हामी चौरीसँग ऊ प्राङ्क गर्छौँ है ड्रोनको प्राङ्क आमा आमा रमाउँछ है आमा भाग्यो वा आमा पुरा भाग्यो ऊ रमाइलो भएछ भिडमा ल ल भयो मौसमको कारण हामी तपाईँहरूलाई देखाउनेछौँ छिनकिसिन देख्न सक्नुहुन्छ यस्तो छ है हामी उडाउँछौँ है दाइ उडाउँदैछौँ ड्रोन चाहिँ आफक मरौँ